ल साथीहरु पल्सा आइसकेपछि हामी फाइनली वेलकम गर्नको लागि चाहिँ हामी गेटसम्म जाँदैछौँ। हेरौँ पल्साले हामी भेट्न सक्छौँ कि या सक्दैनौँ। पल्सासँग हामी हिँड्दै गर्ने र भेट्ने ठुलो प्लानिङ हो, हाम्रो सोच विचार हो हैन। हेरौँ त्यही पनि पल्सासँग भेट्न सकिन्छ कि नै त। त्यही नै हो, सो मेला लागिरहेछ, रमाइलो छ, एकदम आनन्द लिइरहेछौँ हामीले। फाइनली यतिखेर पल्साको इन्ट्री भइसकेको छ यो मेलामा चाहिँ हैन। तपाईले प्रत्यक्ष रूपमा चाहिँ यो भिडियोबाट सत्यलाई देख्न सक्नुहुन्छ। जो हेरिरहेछौँ र एकदम साँझ परिसक्यो र हामी भेट्न सक्छौँ कि नै हेरौँ हैन। आउँदै हुनुहुन्छ। यो चाहिँ अहिले घोराइमा लागिरहेको महोत्सवमा आज वैशाखको 1 गते नयाँ वर्ष मान्न पल्सा चाहिँ घोराइमा आइसकेको मौसममा आइसकेको अवस्था छ। यतिखेर गाडीमा आइराख्नु भएको छ र हेरौँ हामीले पल्साले हामी पहिला न्यू इयर सेलिब्रेसन गर्छौँ, त्यसपछि अन्य सेक्सनमा जाउँ हुन्छ। दाइको आवाज सुन्न तपाईँका साथीहरू हल्ला पनि सक्छु नि। अनि हाम्रो सानो पल्सा भन्दा पनि मद्दत गर्दैन। हाम्रो गाउँको सानो अधिकारी आबाट आमा सुरक्षित सुपर डुपर भएको छ। पहिलो सुरक्षित बाबुको लागि पनि चिसो जोरदार तालीहरू चाहिन्छ नि। पहिलो सेसन भनेको न्यू इयरलाई चाहिँ हामी सेलिब्रेट गर्छौँ। भाइको मुहार मिलाएको चेक आउट। नमस्ते
नमस्कार मेरो गृह जिल्ला दायाँबाट पाउँदा छुट्टै जोस र जाँगर आउँछ मलाई अति धेरै माया पाउँछु मैले आफ्नो गृह जिल्लामा मेरो गृह जिल्लामा जति हुनुहुन्छ सबैलाई दुई हात जोडेर नमस्कार जति आउनुभएको छ आमा बुवाहरू सबैलाई दुई हात जोडेर प्रणाम नमस्कार छ मेरो प्यारा प्यारा साथीहरूलाई नमस्कार छ दिदी बहिनी भाइ बहिनीहरू दाजुहरू सबैलाई नमस्कार छ मेरो तर्फबाट हाम्रो सानो अधिकारी बाबुको तर्फबाट नमस्कार भन्देऊ र आज नयाँ वर्षको पहिलो दिन वैशाख 1 गते म चाहिँ मेरो गृह जिल्लामा आउनु कारण विशेष कारण छ यो वर्ष 2083 साल 1 गते पहिलो दिन आफ्नो गृह जिल्लाका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीको तर्फबाट चाहिँ आशीर्वाद लिन पाउँ भनेर म चाहिँ यहाँ गृह जिल्ला गएको छु आशीर्वाद दिनु होला दिनुहुन्छ नि आशीर्वाद दिनुहुन्छ होइन हस् तपाईँहरू सबैले नयाँ वर्ष 2083 सालको शुभकामना छ आउने वर्ष यो वर्षमा चाहिँ दुःखहरू कसैलाई नपरोस् सुख होस् सबैको लाइफमा जिन्दगीमा दिनहरू सबै जाओस् 2082 सालमा जस्तो राम्रो काम गर्नु होला भाग्यले साथ दियोस् सबैलाई हामी सबैलाई भाग्यले साथ दियोस् र हाम्रो आयोजक टिम जति हुनुहुन्छ सबैलाई धन्यवाद छ तपाईँहरूले गर्दाखेरि म आज दाङमा फेरि पनि घरैमा आउनु पाएँ र उपस्थित जति हुनुहुन्छ हाम्रो आदरणीय गेस्टहरू सबैलाई मेरो दुई हात जोडेर नमस्कार छ जति आउनु भएको छ म देखिरहेको छु सबैले देखिरहेको छु हाम्रो केशव मामा हुनुहुन्छ देखि लिएर आयोजकका टिम